हेलो साथीहरू, तपाईहरु हेर्न सक्नुहुन्छ हामी अहिले यहाँ काठमाडौँको नयाँ बानेश्वरबाट माइतीघर मण्डलातर्फको यो यस्तो ठुलो बाटोमा हिँड्दै गर्दाखेरि बाटोमा त गाडी हुनु पर्यो। यहाँ किन मान्छे छन् यसरी भन्नुभएको होला। उहाँहरू साधारण मान्छे हुनुहुन्न, उहाँहरू हाम्रो देशको गुरुवर्गहरू, हाम्रो देशको शिक्षक शिक्षिकाहरू यसरी यहाँ आएर देशको भविष्य निर्धारण गरिदिने मानिसहरू यहाँ आन्दोलन गर्न बाध्य हुनुभएको छ। किन यस्तो चाहियो? किन जवाब चाहियो? शिक्षकहरू विद्यार्थीलाई पढाउन छोडेर बाटोमा भौतारिँदै किन हिँडिरहेका छन् जान्नको लागि हामीसँग जोडिरहनुहोस्। यहाँ हेर्न सक्नुहुन्छ यसरी अस्तव्यस्त भएको छ। मान्छेको लस्कर हो कि कमिलाको ताती हो के यस्तो धेरै हेर्न सकिन्छ। शिक्षक शिक्षिकाहरू रमाइलो गर्दै होइन गीत गाउँदै आन्दोलन गर्नुभएको छ। एकदम नैतिक ढङ्गले आन्दोलन गरेको पनि 16 दिन बितिसक्यो। 16 दिन बित्दाखेरि आजसम्म सरकारले केही पनि पहल गरेको जस्तो म देख्दिनँ। त्यही कारणले गर्दाखेरि दिन प्रतिदिन शिक्षकको सङ्ख्या बढेर हेर्न सक्नुहुन्छ साथीहरू। कमिलाको ताती होला यसरी शिक्षकको जमात यहाँ खडा हुनुभएको छ। यो शिक्षकको जमातलाई सरकारले सम्बोधन गरिदिनु पर्यो साथीहरू। अब हामी यहाँ खोज्छौँ एकजना मान्छे। नमस्ते साथीहरू, म चाहिँ यहाँ एकजना सरलाई केही कुरा सोध्न गइरहेको छु। सर, हजुरको शुभ नाम? मेरो नाम युवराज हो। युवराज हो, कुन ठाउँबाट हजुर? म ताप्लेजुङबाट हो। म नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समिति सदस्य। शिक्षक आन्दोलनको अपडेट के छ? शिक्षक आन्दोलनको अपडेट हजुर, हामी शिक्षकहरू सडकमा छौँ। हजुर, सडकमा भइरहेको बेलामा शिक्षकहरूका गत वर्ष 2080 साल असोज 5 गते र असोज 12 गते भएको विभिन्न शिक्षकहरूको आन्दोलन र सरकार पक्षबीच भएको सम्झौतालाई अक्षरशः पालना हुने गरी उल्लेख हुने गरी नयाँ शिक्षा ऐन, जो कि गणतन्त्र प्राप्ति पछाडिको ऐन बनाउनुपर्छ भन्ने कुरामा यो आम शिक्षक आन्दोलन र शिक्षकहरूको एउटै मात्रै एकसूत्रीय माग हो। र यसबीचमा अन्य केही कुराहरू नेपाल सरकारले पनि सरकारवाला जो आन्दोलनरत शिक्षकहरू हुनुहुन्छ ती शिक्षकहरूलाई उहाँहरूले अपेक्षा गरेर अहिलेसम्म हाम्रा मागहरूलाई सामाजिक रूपमा छलफलहरूमा समेत नबोलाएको हुँदा त्यो ऐन नआउन्जेलसम्म हामी आम शिक्षकहरू 77 जिल्लाका शिक्षकहरू यो सडकमा चुलो ल्याएर, ग्यास ल्याएर, भाँडाकुँडा टपरी दुना टपरी ल्याएर हामी भात खान्छौँ भन्ने कुरा। सर, आज कति दिन भयो यो आन्दोलन? आज 16औं दिन भयो। 16औं दिनसम्म सरकार पक्षबाट केही पनि सम्बोधन भएको छैन शिक्षकहरूलाई? केही पनि आउनु भएको छैन? कसैले केही सान्त्वना दिन, कसैले केही आश्वासन दिनको लागि आउनु भएको छैन? कोही पनि आश्वासन दिनका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका दलहरूका नेताहरू आएर सान्त्वना दिनुभएको छ। यहाँहरूको आन्दोलन ठिक छ, सडकबाट पछाडि नहट्नुहोस्, सरकारले घुँडा टेक्नुपर्छ। यो 2028 सालको शिक्षा ऐन अहिलेसम्म श्रीपाद महेन्द्रका पालादेखि ल्याएको शिक्षा ऐन अहिलेसम्म चलाउनु भनेको यो देशमा सरकार विहीनताको अवस्था हो। त्यसकारणले तपाईँहरू घोडा टेकेर लाग्नुहोस्, हामी पछाडि छौँ भनेर उहाँहरू जानुभएको छ। शिक्षा ऐनमा चाहिँ त्यस्तो के छ सर? त्यस्तो लगाउनै पर्ने 2028 को शिक्षा ऐन त्यति नै गलत छ कि यो नयाँ शिक्षा ऐनमा के कुराले चाहिँ हजुरहरूलाई यसरी आकर्षित बनायो त्यो शिक्षा ऐनको लागि आन्दोलन गर्नको लागि? शिक्षा ऐन 2028 भनेको तपाईँको पञ्चायती व्यवस्थामा कोठामा बसेर बनाइएको ऐन हो। यो कुनै सरकारवालाहरूसँग राखेर त्यो ऐन बनाइएको थिएन। त्यसका दफाहरू 2036, 2046, 2058, 2062, 2068, 2081सम्म आएर चाहिँ संशोधन भएर जाँदा त्यो पुनः पनि केमा ठिक छैन भन्नुहुन्छ भने अहिले सुहाउँदो परिवेश, विद्यार्थीको माग, शिक्षकको माग, सुहाउँदो शिक्षा नीति, सुहाउँदो परिवेश अनुसारको त्यो शिक्षा ऐन छैन। त्यसकारणले अहिलेको गणतान्त्रिक अभ्यासमा नेताहरू पसेर पञ्चायत हुँदै बहुदल हुँदै गणतन्त्र प्राप्ति पछाडि पनि त्यही पुरानै शिक्षा ऐन मान्नु भनेको चाहिँ सरकार विहीनताको अवस्था हो। त्यसकारणले सुहाउँदो परिस्थिति अनुसार, सुहाउँदो
भूगोल अनुसार सुहाउँदो समयअनुसार अहिले नेट इन्टरनेटको जमाना छ, युग कहाँ पुगिसकेको छ, विकसित राष्ट्रहरू कहाँ पुगिसकेका छन्, अहिले नेपालको परिस्थिति कस्तो छ। त्यसकारणले यो शिक्षकहरूको तलब बढाइदेऊ, शिक्षकहरूको हक हितका मात्रै कुरा राखिदेऊ, विद्यार्थीको हक हित चाहिँदैन, अभिभावकको हक हित चाहिँदैन, देशलाई सुहाउँदो शिक्षा नीति चाहिँदैन भन्न खोजिया होइन। शिक्षकहरूलाई पनि बन्देजमा ल्याउने खालको कानुन बनाऊ। हामी त्यो बन्देजमा बस्न तयार छौँ। हाम्रा मात्रै मागहरू सुनवाई होइन, ती विद्यार्थी, त्यो अभिभावक, त्यो जमात, त्यो सांसारिक क्षणहरूबाट मुक्त हुने गरी सामाजिक परिवेश अनुसारको शिक्षा ऐन ल्याऊ भन्न खोजेको। हामीले आफ्नो स्वार्थको लागि मात्रै आन्दोलन गरेका होइन। हजुर सर, हजुरहरू कुनै पार्टीमा कुनै केहीमा आबद्ध हुनुहुन्छ? हजुर आफ्नो पार्टीगत व्यक्तिगत धारणा छ पार्टीको लागि? पार्टीगत आस्था कसैको काहीँ छ भने म जान्दिनँ। हजुर। तर म नेपाल शिक्षक महासङ्घको राष्ट्रिय समिति सदस्य भएको कारणले मैले बुझेअनुसार सिङ्गो शिक्षक जगत अहिले एक मात्रै उसको संस्था छ, त्यो संस्था हो नेपाल शिक्षक महासङ्घ। यो शिक्षक महासङ्घ मार्फत मात्रै हामी अहिले आन्दोलनरत छौँ र हामी कुनै पार्टीका झोला बोकेर हिँडेका मानिसहरू यहाँ छैन। हजुर, अनि के अरे म एउटा कुरा भन्न चाहेँ, शिक्षकहरू पनि चुनावको बेलामा मैले हाम्रै मेरो जन्म ठाउँमा देखेको छु, चुनावको बेलामा पार्टीको लागि भनेर पार्टीको कुरा गर्दै हिँड्नुहुन्छ शिक्षकहरू। अनि त्यसपछि त्यो शिक्षकहरूलाई के भन्न चाहनुहुन्छ जसले चुनावको बेलामा पार्टीको कुरा गर्दै हिँड्ने, अनि यहाँ अहिलेको आन्दोलनमा पनि आउनुभएको छ, मैले देखेको छु उहाँहरूलाई पनि, होइन? त्यस्तो खाले शिक्षकहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ? चुनावको बेलाको परिस्थितिमा हामी कहाँनिर चुकेका छौँ भने यिनै नेताहरूले हो हामीलाई चुनावमा भोट हाल्नुपर्छ है भन्ने। आज यिनै नेताहरूको यो परिणाम देख्दा अहिलेसम्म कुनै पनि शिक्षकहरू हुनुहुन्थ्यो भने हिजोका मितिबाट र आजैका मितिबाट कुनै पनि पार्टीको झोला बोकेर हिँड्दैनौँ भन्ने कुरा प्रण गरिसक्नु भएको छ। अब त्यस्तो यहाँहरूले देख्न सक्नुहुन्छ। हुन्छ सर, हजुरको समयको लागि एकदमै धन्यवाद। र म चाहिँ के भन्न चाहन्छु नि, त्यो कक्षा 12को यो परीक्षा आउँदैछ नि, आउने वर्ष 11 गते, त्यसले चाहिँ अब बच्चाहरूको भविष्य चाहिँ अब शिक्षकहरूले चाहिँ अनिकारमा राखेको कि तिनीहरूलाई लम्ब्याउन खोजेको कि जस्तो नि कुरा आयो नि त। अब त्यसमा चाहिँ के भन्न चाहनुहुन्छ? पेपरै नचेक गर्ने भनेपछि त नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको यो निर्णय गर्न बाध्य पार्नु यो नेपाल सरकारको जिम्मेवारी हो। किन जिम्मेवारी हो भन्नुहुन्छ भने हामी अघि पनि मैले भनिसकेँ, 2028 को शिक्षा ऐन अहिलेसम्म मानेर आउँदा यो शिक्षा ऐनलाई चाहिँ हामीले तिरस्कार गर्नुपर्छ। अर्को नयाँ शिक्षा ऐन ल्याउँ, सुहाउँदो परिवेश अनुसारको शिक्षा ऐन ल्याउँ। विद्यार्थीको भविष्यका कुराहरू छन्, शिक्षकका भविष्यका कुरा छन्, अभिभावक र सिँगै शैक्षिक जगतको उन्नतिका लागि शिक्षा ऐन ल्याउँ भन्दा कक्षा 12 को परीक्षा केही समय धकिलिन पुग्छ भने यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ, यो शिक्षक महासङ्घले लिँदैन। सर, हजुरको शुभ नाम? मेरो नाम यो। साथीहरू, हामी उहाँ युवराज सरको अन्तर्वार्ता लिएर अब हामी आफ्नो गन्तव्यतर्फ लागिसकेका छौँ। तर यहाँ हेर्न सक्नुहुन्छ पाइला टेक्ने ठाउँ छैन। हेर्नु साथीहरू, पाइला टेक्ने ठाउँ छैन। अब हामी यहाँबाट निस्किनु पर्ने हुन्छ। त्यसै गरी यो भिडियोलाई मैले यहीँ अन्त्य गर्न चाहन्छु। हवस् त, धन्यवाद। र तपाईँहरूको सल्लाह सुझाव पनि के छ यस्तो आन्दोलनबारे तल कमेन्टमा स्पष्ट पारिदिनु होला भन्दै आजको यो भिडियो यही अन्त्य हुन्छ। धन्यवाद।